ए सबै सिधामा पनि आइसकेका छन् हामी भन्दा पहिला है ल जाऊ 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 हामी पनि ढिला भएछौँ त प्रसादीहरू पनि सकियो होला हेर्नु त दाजु हाम्रो मामा त कस्तो राम्रो दरबारमा बस्छ कन्हैया कन्हैया हामीलाई त कस्तो नरिवल मन पर्थ्यो है सकिसक्यो होला त नि चोरेर खाइसक्यो होला त्यही भने पर्छु जाऊ 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 कस्ता राम्रा राम्रा मान्छे है कति राम्रो दरबार कन्हैया यहाँ माथि हेर न कति धेरै यो राम्रा राम्रा कपडाहरू झुमरहरू बत्तीहरू कति सजावट ओहो हाम्रै स्वागतको लागि त होइन हाम्रो मामाले हामीलाई एकदम माया गर्नु हुँदो रहेछ भान्जाहरू भनेपछि हुरुक्कै अनि त जाऊ जाऊ बिस्तारै तर कन्हैया कन्हैया हामीलाई मनपर्ने कुरा मामाको घरमा दही मक्खन चाहिँ छ कि छैन कुनै अब आज भेटौँ मामालाई अनि फेरि घर लिएर आउँदा नि है कस्तो मैले भनेकै तपाईँले सुन्नु भएन मामाको घरमा हामीलाई मनपर्ने दही माखन छ कि छैन भनेको हजुरले लिएर होइन म त यो दरबारको कुरा रौनक भनेर अर्कैतिर गयो कि मेरो ध्यान त्यही भएर होइन ठिक छ ल रेछ भने बाडी बाडी खानुपर्छ है मामाले हामीलाई जे मनपर्छ त्यो त अवश्य राख्नु भएको छ दही मक्खन मिश्री लड्डु पेडा साँच्ची लड्डु पेडा भनेपछि मलाई याद आयो त्यो जुन माटीको छ नि मिठाई पसल त्यहाँबाट मिठाई पसलबाट ढिलो गर्नुहुँदाखेरि मामा रिसाउनुहुन्छ कि फेरि समयमा आएन ल अब मामासँग भेट गर्नु पर्यो यहाँबाट कहाँ जान लागेको दाजु के हो यिनीहरूले त हामीलाई त थर्काउँछ नि त दाजु त्यही भने भनेको सुन्दैनौ कहाँ जान लागेको होइन यिनीहरूले हाम्रो सातो खाने भयो ए मामाहरू किन यसरी रिसाउनु भएको छ मामा कसरी मामा द्वारबाट भित्र प्रवेश गर्न खोज्छ अनि मामा छलिया भनेको तिमीहरू होइन भतुवा गोठाले तिमीहरू होइन भित्र प्रवेश त के तिमीहरूको त्यो नजर द्वारबाट भित्र प्रवेश गर्न दिनेवाला छैन यहाँबाट फर्केर केही हाल होइन भने दाजु हामीलाई त निमन्त्रण पनि गर्नु छ उल्टै गाली पनि खानु छ हामीले त होइन के हो यस्तो मामा हामीलाई त हाम्रो मामाले निमन्त्रणा दिएर हामी आएका हौँ त्यसै हामी आएका होइनौँ मामा 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 भनेर हामीलाई नतमस्तक बनाउन खोजेको अनि यहाँबाट अनि छलेर भित्र जाम्ला भनेको होला यस्ता छल गर्ने छलियाहरूलाई हामीले कति तह लगाए छलियाहरूलाई तर अब यहाँबाट भित्र प्रवेश गर्न सक्ने छैन बुझी छैन होइन त्यसो नभन्नु न हामीलाई निमन्त्रणा दिएपछि त हामी त आउनु पर्यो आज्ञा तिमीहरूलाई निमन्त्रणा गर्नुको उद्देश्य भनेको यो यज्ञशालामा तिमीहरू दुवैजनालाई वध गर्नु हो दाजु षड्यन्त्र हुँदैछ क्या मलाई त त्यस्तै लाग्यो हामीलाई निमन्त्रणा पनि दिनु त्यसमा हाम्रो पनि हामीलाई नै वध गर्ने के गन्थन गरेर बस्दैछस् यहाँबाट फर्केर जाने भए कैहाल होइन भने हामीसँग युद्ध गर बुझिस् हामी त सानो बच्चा जस्ता छौँ हामी त भर्खरै जन्मेका जस्तो बलिला छौँ हामी बच्चाहरू भर्खर जन्मिएको अरे ए चाडुक सुन्न सुन हात्ती माउते पुतना सबै मार्ने यो छलिया अनि अकासुर बकासुर धेनुकासुर सबैलाई मार्ने यो छलिया अहिले आफूले आफैलाई बच्चा सानो बालक हँसाउनुसम्म हँसाउँछ राम्रोसँग भनेको छु यहाँबाट फर्केर जाने भए तुरन्त गइहाल होइन भने युद्ध गर युद्ध बुझिस् होइन मामा हाम्रो त यो दुधे दाँत पनि झरेको छैन कसरी युद्ध गर्ने हामीलाई त युद्ध गर्नै आउँदैन 12 वर्षको उमेर भइसकिस् झुट बोल्छस् दुधे दाँत झरेको छैन भनेर 12 वर्षसम्म त्यस्तो हुन्छ तेरो उमेर भनेको हामीलाई थाहा छैन तेरे गन्थन नगर हाम्रो जागिर जान सक्छ आइज युद्ध गरेर होइन भने लुखुर 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 गइहाल होइन मामाहरू हामीलाई
युद्ध चाहिँ आउँदैन हेर्नुहोस् युद्धमा हामी निपुण छौँ हामीलाई चाहिँ खेल मात्र खेल्न आउँछ खेल हामी त सधैँ खेल मात्र खेल्ने त हो नि है दाजु हो कन्हैया कस्तो खेल अब यस्तै यसो साथै लडाउने त्यस्तै खेल हाम्रो के हो त्यो शान्ति भनेको चाहिँ अब ज्यान साथी हात खुट्टा साथी पल्टाउने त्यस्तै हो हाम्रो त बल खेल्ने यसरी नै हाँस्नु मामा तपाईँ फेरि दबाई हुन सक्छ युद्धको लागि तयारी हो ठिक छ अब ठिक छ अब युद्ध गर्दैनौँ भनेकै छौँ अब हजुरहरूको इच्छा नै युद्धमै छ भने त अब हामी एउटा सानो खेल कन्हैया कन्हैया यसो गरौँ तिमी यो चाडुकलाई खेल देखाइदेऊ मुस्टिकलाई खेल देखाइदिन्छु हुन्छ अनि थाहा पाउँछ है त हुन्छ हुन्छ ल ढिला नगरौँ ढिलो नगरौँ खेल खेलेर अनि हामी मामालाई भेट्न जानुपर्छ है हुन्छ ल ल ल हुन्छ ए झाडु ल त यो आऊ त कृष्णलाई ठिक पार इच्छा पुरा म यो गरिदिन्छु बलरामलाई ठिक पार्छु आइज आक्रमण ए झाडु उठ 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 या आया करंटमै हिर्काउँछ त अलि बिस्तारै